वास्तवमा जब कोभिडको महामारी भयो, कोभिडको महामारीमा गुल्मी पनि आक्रान्त भयो। थुप्रै व्यक्तिहरू यहाँ उहाँहरूको ज्यान गयो। सुरुमा चाहिँ हामीले कोभिडको टेस्ट चाहिँ यहीँ होस् भन्नका निम्ति PCR टेस्ट गर्ने ल्याब स्थापना गऱ्यौँ। व्यक्तिगत रूपमा पहल गरेर हामीले त्यसमा हिमालयन एयरलाइन्सले सहयोग गरेको छ। करिब 1 करोड जतिको त्यो मेसिन ल्यायो। हामीले टेस्ट त गऱ्यौँ, तर दोस्रो सङ्क्रमण आउँदै गर्दाखेरि दोस्रो सङ्क्रमण बढी घातक खालको पनि थियो र सङ्क्रमण हुने बित्तिकै अक्सिजनको मात्रा स्वाटै घट्ने। अब देशैभरि अक्सिजनको हाहाकार छ, अन्त जिल्लाबाट ल्याउन सम्भव पनि छैन। त्यो स्थितिभित्र हामीले चाहिँ गुल्मीमा अक्सिजन प्लान्ट बनाउने भनेर मलाई लाग्छ 3 करोडभन्दा बढी रुपियाँ छुट्यायौँ र त्यहाँ हामीले अक्सिजन प्लान्ट बनायौँ। आज त्यो प्लान्ट राम्रो चलिरहेको छ र यसले अरू जिल्लाहरूलाई पनि सप्लाई गर्ने कामहरू गरिरहेको छ। त्यसपछि चाहिँ हस्पिटलमा डाक्टर उत्तम पाच्या हुनुहुन्थ्यो र उहाँले चाहिँ आइसियुको निम्ति आग्रह गर्नुभयो। हामीले पहल गऱ्यौँ र हामीले त्यसका निम्ति रकम छुट्यायौँ। त्यो पनि 3 करोडभन्दा बढी छ र आज मैले बुझेसम्म 5 बेडको छ होला जस्तो लाग्छ त्यो आइसियु र यता अक्सिजन प्लान्ट भइसकेपछि गुल्मी जिल्ला अब तुलनात्मक रूपमा स्वास्थ्य सुविधाको हिसाबले चाहिँ एउटा एक्सेसेबल र एउटा राम्रो जिल्लाको रूपमा विकास भएको छ। हामीले त्यति बेला चाहिँ जे पहल गऱ्यौँ मलाई खालको सन्तोष छ।